सेवारो आज चाहिँ म तपाईहरुलाई अहिलेको भाइरल इन्भिजिबल नेकलेस बनाउन सिकाउन गइरहेको छु। यसको लागि चाहिँ हामीलाई 15 वटा मोतीको दाना चाहिन्छ या त आफूले मन पर्ने जुनै भए पनि बिड्स चाहिन्छ। अनि नाइलन थ्रेड अनि जम्प रिङ, क्ल्याप्स अनि सानो सानो क्रैम्प बिट पनि चाहिन्छ हामीलाई। अनि नाप्नको लागि फिता अनि प्लायर्स चाहिन्छ। सबैभन्दा पहिले चाहिँ हामीले 3टा नाइलन थ्रेड काट्नुपर्ने हुन्छ। एउटा 17 इन्च, एउटा 19 इन्च अनि एउटा 21 इन्चको काट्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँनेर 3टै काटिसकेको छु, हेर्नुस् त। सबैभन्दा पहिले चाहिँ हामी 17 इन्चबाट स्टार्ट गरौँ है त। सर्वप्रथम एउटा क्रिम्प बिडलाई लिने अनि त्यसलाई इन्सर्ट गर्ने अनि त्यसपछि एउटा मोतीको दानालाई इन्सर्ट गर्ने अनि फेरि एउटा क्रिम्प बिडलाई नै इन्सर्ट गर्नुपर्ने हुन्छ। अनि यो सबै इन्सर्ट गरेर चाहिँ यो 17 इन्चको यो नाइलन थ्रेडको चाहिँ एकदम सेन्टरमा लानुपर्ने हुन्छ, मैले भिडियोमा देखाए जस्तै। यसरी सेन्टरमा लगेपछि चाहिँ प्लायर्स लिने अनि प्लायर्सले छेउछेउको क्रिम बिडलाई चाहिँ मजाले च्याप्नुहोस्। यसरी मैले भिडियोमा देखाए जस्तै यसरी यो चाहिँ च्याप्नु पर्ने हुन्छ। यसले चाहिँ मोतीलाई यताउता गरेर मुभ हुन दिँदैन अनि हामीले जहाँनेरि चाहन्छौँ त्यहीँनेरि स्टेबल भएर बस्छ। क्रिम बिडको काम चाहिँ यसले यो मोतीलाई मुभ हुन दिँदैन। यो नेकलेसको चाहिँ प्रत्येक एक स्ट्रेन्थ बराबर 5 वटा पर्ल लाग्ने भएको कारणले गर्दा अब हामी फेरि पर्ल हालौँ है त। फर्स्टमा क्रिम बिड अनि त्यसपछि फेरि पर्ल बिड अनि त्यसपछि फेरि क्रिम बिड हाल्नुपर्ने हुन्छ। यो चाहिँ नेकलेसको फर्स्ट लेयर हो, त्यही भएर यसमा चाहिँ हामीले मोतीको दाना प्रत्येक 1.5 इन्चको डिफरेन्समा राख्नुपर्ने हुन्छ। मैले यहाँनिर नापेर गरेको छु नि, हो त्यसरी नै 1.5 इन्चमा चाहिँ क्रिम बिड ल्याउने अनि त्यसलाई च्याप्ने अनि फेरि पर्ल बिडलाई बिचमा राखेर अनि नेक्स्ट साइडको पनि च्याप्नु पर्ने हुन्छ। यो चाहिँ सेन्टरको पर्लबाट एक साइडमा 2टा पर्ल लगाउने अनि अर्को साइडमा 2टा पर्ल लगाउने गरेर जम्मा यो फर्स्ट लेयरमा 5 वटा मोतीको दाना लाग्छ। यसरी नै 5 वटा पर्ल लगाइसकेपछि म तपाईहरुलाई यो फर्स्ट लेयर देखाउँछु है त। ल हेर्नुस् त, मैले 5 वटा पर्ल उनिसके अनि यो चाहिँ हाम्रो फर्स्ट लेयर हो। हेर्नुस् त, यस्तो देखिन्छ रेडी भएपछि। अब हामीले चाहिँ लास्टमा जम्प रिङ लगाउनको लागि होल बनाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले एउटा क्रिम बिड लिने अनि मैले भिडियोमा गरे जस्तै गरेर तपाईहरुले चाहिँ सानो होल बनाउनु पर्ने हुन्छ जम्प रिङ लगाउनुको लागि। त्यो चाहिँ भिडियोमा हेरेर इन्स्ट्रक्सन फलो गर्नु होला। यस्तै गरेर अर्को साइडमा पनि होल बनाउनु होला। हेर्नुस् त, दुवैतिर बनिँदाखेरि यस्तो देखिन्छ। यो चाहिँ हाम्रो फर्स्ट लेयर रेडी भयो। ओके, अब हामी चाहिँ सेकेन्ड लेयर बनाउँदैछौँ नेकलेसको। यसको लागि चाहिँ हामीले यो 19 इन्चको लिइरहेको छौँ। यसको लागि पनि एकदम सेम फर्स्ट लेयरको जस्तै मेथड हो। फर्स्टमा क्रिम बिड लगाउने अनि त्यसपछि फेरि मोती अनि त्यसपछि फेरि क्रिम बिड अनि सेन्टरमा लगेर
छेउछेउमा क्रिम बिडलाई प्लायर्सले मजाले च्यापिदिने। सेन्टरमा भएपछि अब हामीले छेउछेउमा फेरि दुईवटा पल लाउनु पर्ने हुन्छ। फर्स्ट साइडमा हामी चाहिँ क्रिम बिड लगाउने, अनि त्यस पछाडि यो सेकेन्ड लेयरको लागि चाहिँ हामीले 2 इन्चको डिफरेन्स राख्नुपर्ने हुन्छ। 5वटा पल्समा इच पल्सको बिचमा चाहिँ 2 इन्चको डिफरेन्स राख्नुपर्ने हुन्छ। अनि यसरी क्रिम बिड लगाएर चाहिँ मजाले प्लायर्सले च्यापिदिने। यो पनि सेम फर्स्ट लेयर जस्तै हो। 2 इन्चको डिफरेन्समा 5वटा पल उनिसकेपछि यसको फाइनल लुक म तपाईँहरूलाई देखाउँछु है त। यसको फाइनल लुक चाहिँ यस्तो भएको छ। ओके, अब हामी नेकलेसको लास्ट पार्ट थर्ड लेयर बनाउनु जाँदैछौँ। त्यसको लागि पनि एक्ज्याक्टली सेम क्रिम बिड अनि पल अनि फेरि क्रिम बिड लिएर सेन्टरमा लगेर क्रिम बिडलाई चाहिँ मजाले प्लायर्सले छेउछेउमा च्याप्नु पर्ने हुन्छ। सेकेन्ड पलको लागि फेरि पनि क्रिम बिड लगाउने। अनि यो थर्ड लेयरको लागि चाहिँ हामीले 2.5 इन्चको ग्याप राख्नुपर्ने हुन्छ। थर्ड लेयरमा पनि तपाईहरूले सेन्टरदेखि एक साइड 2टा पल अनि एक साइड 2टा पल एट्याच गर्नुपर्ने हुन्छ। 2.5 इन्च 2.5 इन्चको डिफरेन्स राखेर म तपाईहरूलाई 5वटा पल एट्याच गरिसकेपछि कस्तो हुन्छ देखाउँछु है त। हाम्रो 3टै लेयर मालाहरू रेडी भइसकेको छ। अब सबैभन्दा पहिले 17 अनि 17 इन्चको अनि 19 इन्चको अनि त्यस पछाडि 21 इन्चको मिलाउने। अनि त्यस पछाडि होलमा चाहिँ हामीले जम्प रिङ एट्याच गर्नुपर्ने हुन्छ। एक साइडमा जम्प रिङ एट्याच गर्ने अनि एक साइडमा चाहिँ जम्प रिङ एट्याच गरेर हामीले क्ल्याप्स युज गर्नुपर्ने हुन्छ। अब फाइनली हाम्रो इन्भिजिबल नेकलेस पनि रेडी भयो। हेर्नुहोस् त, यो घाँटीमा लाउँदाखेरि चाहिँ इन्भिजिबल जस्तो देखिन्छ। यो नाइलनको थ्रेड देखिँदैन अनि मोती मात्रै देखिन्छ। यो चाहिँ घाँटीमा लाउँदाखेरि चाहिँ एकदम सुन्दर देखिन्छ। मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू। अनि मेरो भिडियोलाई लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला। अरू नयाँ ट्युटोरियल हेर्नुको लागि मलाई सब्सक्राइब गर्नुहोस् है। थ्याङ्क यू।